कछुवा कछुवा दामी हो ल यार एउटा कछुवा भेट्दैछ है धेरै ठुलो रहेन जान धेरै ठुलो त नरहेछ आधा किलो त छ तेरीमा डाका ओहो साथी खै 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 सो गाइज यार कछुवा भेट्यो है साथी एउटा कछुवा भेटेको छ सो गाइज यार अहिले चाहिँ हामीले माछा खोज्दै हिँडेछौँ ऊ त्यहाँ भोटी पानी हालिदियो क्या लाएन लाएन रे अलिक ठुल्ठुलो भेट्यो होइन क्या सानो मात्र छ यार यता पनि थियो भोटी पानी हालिदियो कि त्यही छ ऊ ल लायो सो गाइज यार एउटा माछा त मारियो यो पनि मिल्छ नि लिएर हिँड्के रे यो युज गर्दा मोबाइल झार्ला क्या यो बोरा होइन माछा यता पनि थियो कि यहाँ पनि छ देखिस् मजाले बस्यो यार दामी साथीहरूलाई पनि एक माक लाग्यो अलिक ठुल्ठुलो भेट्यो अन्त ऊ त्यहाँ अगाडि हो त्यहाँ ऊ देखिस् अगाडि गयो यार त्यहीँ छ कहाँको ढमिलो भयो कि यार जाऊँ हामी तलबाट जाऊँ है त्यहाँ बाहिरबाट जाऊँ हाम्रै हामीलाई गऱ्यो यार उल्टो भयो कि हामीले भइहाल्छ त्यहाँ पानी हल्लिन्छ क्या झिँगे मारिस मरेन एकदम बहुत छिटो उफ्रिन्छ यो झिँगे यार उफ्रिन्छ यो झिँगे यार गाइज हामी चाहिँ तलबाट हिँडेछौँ हामी उल्टो भयो खोलाको मासतिरबाट हिँड्ने अनि पानी धमिलो भयो हामी चाहिँ अब पहिला सबभन्दा तल जाने तलदेखि मार्दै आउँथ्यौँ कहाँ ए अँ ए यता यार गयो त यार त्यो त जम्प त्यसलाई त कम्मरमा बाँध्न पायो भने देखि रस लगाएर देखेछस् हल्ले ल हेर्न सक्नुहुन्छ साथी हो मेरो साथीले यहाँ हान्न जाँदैछ मजाको एउटा भोटी छ यहाँ यी लायो है साथी हो लगाइसक्यो भोटीलाई ल हामीले यति चाहिँ मारिसकेछौँ मोरो त्यो रोक साथी हो झिँगा मार्न जाँदैछ हाम्रो साथी हेर्नु सक्नुहुन्छ ऊ यसलाई चाहिँ लायो है झिँगा यसलाई भन्छ झिँगा है टल्किन्छ आँखा त यो उल्टो बार न यतिमा आइसकेको छौँ अर्को पनि देखिसक्यो मेरो साथीले पहिल्यै भित्रको लाउन लायो के अरे तर ढुङ्गामा त्यहाँ लाइटमा सानो रहेछ ठुलो देखिरहेछ तर हेरौँ साथी यो पनि मर्यो हाम्रो साथीले तीर पनि दामी हान्छ फेरि साथीहरू यहाँ भोटियो एउटा ल छटपट तिमा ढाका ठुलै रहेछ त अगाडि बाङ्गियो कि यो तीर त यार अगाडि गइदिएछ अलिक लगाउनु पर्छ देखिन्छ बल्ल न त देखिन्छ साथीले हान्दै बाङ्गियो कि त्यसलाई खानु त
ल यो पनि छटपटिँदै आयो। तिर चाहिँ लास्टै बाङ्गी छ तर भोटी भोटी है तिर बाङ्गी छ क्या अरूभन्दा। लायो 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 ओहो लायो अब के गर्ने अब तिर बाङ्गो है यहाँ कि कहाँ हल्लियो कि यहाँ 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 हेर्न यहाँ यहाँ त हान्न अनि यता यस्तो हान्यो कि यस्तो हान्यो पोखौला चाहिँ पोख्नु ठोक ठोक ल पोरो 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 कि पोरो यो पनि पर्यो त्यो फेरि यहाँ त झोला झोलामा साथीहरू पर्यो भोटी यो पनि पर्यो। ल साथीहरू हेर्न सक्नुहुन्छ यहाँ यस्तोमा नुक्यो यो भोटी यस्तोमा नुकिरहेको भोटी साथीले हान्दै अब यहाँ मजाले हान्छ। यहाँ यहाँ हान्न यसलाई टाउकोमा हान्न। साथीहरू साथीले हानिसक्यो खोइ त अर्को झिङ हान्न हेर ठोइ छ त अनि कहाँको खाना खान कति उफ्रिन्छ यो झिँगा फेरि ल हेर्नु साथी यत्रो ठुलो झिँगा कस्तो उफ्रिने बस अनि यो पऱ्यो यो फेरि तिर हान्ने मान्छे यति दामी हान्छ नि यसले फेरि खतरनाक होला ठोक त यसले यसले हेर कति मजाले बस्यो भोटी ल्याउमा नुकेर ऊ के हो त्यही हो यति मजाले नुकेर बसेछ अनि यो पो रहन यति मजाले हान्छ क्या साथीले फेरि के भन्ने होइन देख्न मात्र पऱ्यो क्या देख्न मात्र पऱ्यो मैले देखाइदिनु पऱ्यो क्या ए ल हेरौँ साथीहरू यस्तो लेउ छ अहिलेको सिजनमा देखेकै छैन लेउले गर्दा साथीले हान्दै हो त ल होइन साथीले हान्नु त हान्यो सानो रहेछ माछा त हेर्नु त कति हो कति ल यो पनि भोटी हो कि हो है भोटी एउटा तिर्मी रहेछ एउटा त्यहाँ ल साथी हो यस्तो हो कि हानै त छ कि फेरि साथीको दुईटा मारिसक्यो एकै ठाउँमा हाम्रो हलाइ फेरि यहाँ आइ प्लास्टिक यति भइसकेछ माछा त धान्नु त्यसलाई नि पड्का अनि अनि यो पो र हनाइ हान्छ कि साथीले फेरि अक्खावाला किलर हो माछा किलर यसलाई यसलाई ठोकेलाई यसलाई यहाँ हेर्दा कति मजाले नुक्यो है यो माछालाई नि हान हो ल यार ल यहाँ बस्छु ल तल गयो तल त्यहीँ बस्यो त्यो अन्त ल यहाँ थियो लेउमा बस्यो कि त्यो लेउमै बस्यो त्यो भोटी के लाउनु त लायो तर भोटी कहाँ हो त्यो लेउमै यहाँ एउटा त्यही हो त्यही हो ऊ कि त्यही हान्न त्यही हो त हान्न के गर्यो लाग्ने मात्र ऊ नि त्यो पल्टी खेलिरहेको यहाँ हानी यहाँ कि त्यही लाइटमा हेर्न हान्न भाग्यो यो होइन है अर्को चाहिँ हो यहीँ आएको थियो त्यो भोटी चाहिँ कहाँ गयो यही लेउमा नुके छ त्यो कहाँ गयो यार त्यस्तो लाग्यो पनि ढल्दैन त भोटी त लेउमै नुक्ने रहेछ कि हरिप भोटी त छोडिदिनु जाऊँ भो कहाँ गयो मजा अरू पनि भेटिन्छ लेउमा तर लेउमा बहुत नुक्दो रहेछ है भोटी त अगाडि आयो एउटा भोटी ल खायो धेरै ठुलो नरहेछ सानै रहेछ त्यही पनि लैहाल्छ बेला त
फाइनली साथीहरू यति चाहिँ भइसक्यो है। त्यही है त्यही अगाडि यता हो त्यो लाइटको फोकसमा त्यही छ। यो खै यसको टाउको कहाँ ला यार फेरि मास्टर ए के लेउमा नुकेकोलाई लाग्दैन कि हो लङ्गला हा छट्कियो के यही बाँधिसक्यो आज त लास्टै यार गइटी हो यो पनि दामी हुन्छ यार त्यो अर्को सानोलाई गइँतिर लाग्न अगाडि यहाँ आइ हान्दै टाउकोमा हेरेर अन्त अनि टाउकोमा ऊ अर्को पनि भयो ल ल ल यसलाई हाल हाल यहाँ मिलाएर साइडबाट के रे प्लास्टिक सानो हो त्यहाँ प्लास्टिक होइन यहाँ एउटा ल ल ल ल छोप 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 टाउकोमा हो कि फेरि लगायो भने त हेडसट हो ऊ कसो कसो त कहाँ सोल्टी हातबाट फुस्किएको हो त त्यहीँ बस्यो कहाँ भाग्छ र कहाँ भाग्छ मेरो हातबाट हानु यहाँ बस्यो बिन्दास लेउमा सानो मात्र सानो मात्र तीर त्यसरी गर न खायो किन किन लगेर त साथी यो भुसुना माछा कति धेरै छ यही भोटी भोटी ठुल्ठुलो भइदिएको भए कति मजा आउँथ्यो होला हान्न तीरले कम कम एकदमै साथी सानो माछा हेर त कति हो बाबा नि सिद्रा पनि नुकेर बस्यान् लगेर त यो सानो माछा बाबा गइँती सानो माछा मात्रै देखियो नि त अहिले त देखेन कि हो भोटीहरू लेउै लेउ छ ल हेर्नुहोस् यस्तो लेउ छ अनि कहाँबाट माछा देखिन्छ यो गइँतीलाई हान्नु त गइँतीलाई लायो लेउभित्र गयो त्यो आएको थियो कि कता गयो यस्तो पल्टेर पनि कता गयो यो भेट साथी यहाँ गइँती एउटै ठुली हो गइँती त यो हो गइँती चाहिँ हान्छ क्या साथी देखाइदिए साँचै हो क्या अलिअलि पार्ने मरेछ नि त्यही दाउरा दाउरा हो र फोकेटो हो क्या अब दाउरा रहेछ दाउरा हो कि त्यो दाउरा भने नि पात्ता रहेछ हिँड्न त यो त कताको प्लास्टिकको तल गयो त्यतिको भित्र नताकिकन हान्नुपर्छ जस्तो माने अब यस्तो लेउमा कहाँ देखिन्छ यार माछा यार छेउ भयो कि लेउ भएर छेउ भयो यो के गइँतिर हान्नेलाई ढुङ्गाको तल सस यहाँ एउटा पानी हाल्यो खोइ त्यहाँ अगाडि है एउटा हान्न अर्को एउटा यहाँ ढुङ्गाको तल क्या त्यसलाई हान्न यो ढुङ्गाको लानु त यसलाई लाग्दैन कि गइँती यस्तो ठाउँमा नुकेछ कि देखेको पनि छैन कि हो त्यहीँ भित्र ह त्यहाँ हेर्दा हो त्यहाँ ल्याएर ल्याएर यसलाई हेरौँ त यसलाई त्यो टाउकोमा लाएर नि नमर्ने बल्ल यही खान खोज्यो दुईचोटि हान्न पर्ने यसलाई ठुलो खाइ यो ठुलै रहेछ हान्छ केटोलाई अरू कतै पहिला यसलाई हालौँ अन्त साथी यस्तो लेउ छ अहिलेको साल माछै देखेको छैनन् यस्तो लेउ छ माछा कहाँबाट हेर्नु माछा हो कि लेउ भन्नु हो ए भोटे लान्थ्यो यसलाई आइज यति मजाले ठाडो भएर बसियो
ढुङ्गा यताबाट हान्नु पर्ने ढुङ्गा ढुङ्गामा लाग्छ क्या ल्याएर त्यहीँ पस्यो भित्र ढुङ्गा भयो कि फेरि बसेको यसलाई त उनिन्छ यो त ढुङ्गामा छैन ल नउन्नेको त्यहाँ पुग्यो बाङ्गे छ क्या तिर यार झन् चित्रा एउटा सिद्राल चाहिँ लागेको छ है तिर अब एकचोटि मोटोवाला गर्नुपर्छ क्या साथीले उता भोटी देखिसक्यो हान्दै रह लाएर पनि निस्किन्छ यार निस्किँदै हाल्छ यार यस्तो गहिरो पानी रहेछ त्यही भएर निस्किहाल्यो गहिरो पानी फेरि कहाँ हो र आफै भिजिन्छ अनि कहाँबाट हान्ने त्यस्तो झाडीमा कसरी जाने हो त्यसलाई हान्ने ट्राई गरौँ है ट्राई गर्न ट्राई गरौँ ल यसरी त्यस्तो झाडी छ सिद्रा उन्ने यहाँ गइती छ झिङ्गा खा उहाँ गइती छ अगाडि झिङ्गालाई पड्का अगाडि गइती छ उहाँ गइती उहाँ उके अगाडि हो त्यहीँ लागेको फोकसमा गो तल यो सिद्रा यहाँ यो पनि उन्ने हो ल तिनवटा उहाँ पनि छ अझै एउटा त्यसलाई नि ठोक चारवटा एकै ठाउँमा होइन चारवटा मऱ्यो है एकै ठाउँमा यति त भयो यो सिद्रा हान्दै हिँड्ने त होला नि अब भोटी हेर्नुपट्टि यो के हो यो भोटी कि यहाँ हल्ले यहाँ हेर त यहाँ त्यहाँ हो त्यहाँ उता भित्र घुस्यो कि हो त्यहाँ यो सिधै सिधै हो त्यहाँ नै अझ तल यहीँ घुस्यो थियो कि तल त्यहीँ रहेछ लात्ती हानेको गयो तल ल यता चाहिँ मऱ्यो है यसलाई हान्थ्यो फकेट हो के फकेट हो के खुट्टामा नहान त्यही हो खुट्टामा त हान्दिनँ माछाले चाहिँ हान फकेट हो यो चाहिँ बल्ल एउटा चाहिँ बहनी भयो है फकेट एउटा फकेट यार कति समयपछि एउटा चाहिँ भेट्यो फाइनली अर्को ठुलै रहेछ त्यहाँ चाहिँ भागिरहेको त्यो लेउमा बस्नु नि त्यसलाई त्यस्तै नजा अब सुस्त सुस्त जा ल साथीले फकेट है अर्को पनि ल टाउकोमा यार ल आज चाहिँ दुईवटा चाहिँ भेट्यो है ठुलो हुन्छ यहाँ चाहिँ अलि ठुलो हुन्छ नि यस्तो यस्तो त यसलाई हाल्न त ठुलो है यहाँ सिद्रा के अनि यिनीहरूलाई ठोक्ने हो कि यिनीहरूलाई नि हान्ने अब के भन्छ अब ठुलो नभए सानोलाई भने पड्काउनु पऱ्यो हान सिद्राहरूलाई नि हान यस्तो ल्याउँछ ल साथी कहाँबाट माछा देखिन्छ त नि पोहोर चाहिँ भिडियो बनाउन भ्याइएन त्यही भएर नत्र पोहोर चाहिँ बहुत धेरै थियो यसलाई नि हान्नै यहाँ बसिरहेको एउटा अवस्था छ बहुत लाग्छ कि लाग्छ एउटा गयो गयो तलतिर यहाँ तेरो खुट्टा पछाडि आएको थियो कि हुन्छ नि यहाँ त हारेको पनि सही थियो यस्तो ल्याउँछ ठुलै रहेछ त भोटी यहाँ के पल्टिरह त त्यही बस्न भाइ बस्यो लाएर के गर्ने तिर पनि बाङ्गो भइसक्यो यस्तो सानो तिर त छै अब पातुलो छाताको डन्ठाको त हो कहाँबाट हुन्छ साथी हो यो पनि गयो
अझै एउटा छ सिद्रा सिद्रा जस्तो यस्तो कुना कुना नुक्छन् यसलाई पनि त्यस्तै हो छटपट्टि रह त्यही छ के तिर बाङ्गेर लागे छैन साथी यार तिर बाङ्गे के 2-3 चोटि हान्न परिरह कताको प्लास्टिक है कसरी लेखेको ठक ठक लगाइहाल्छ क्या यस्तो स्थिति झ्यापझुप पिद्रा पिद्रालाई सब लान सिद्राले नि ठग्ने हो अर्को के ढाडमा लाएर नि ल त्यही पल्टिरह त्यही पनि यहाँ भुट्यान नै यहाँ त ढुङ्गाको कप्चरमा चोक कानपट्टिमा लाए यसको दुईटा गयो है ठुलै रहेछ त यस्तो लेउमा नुकेर बस्यो ल हेरौँ साथी यस्तो लेउमा नुकेर बस्छ क्या भोटी ल यत्रो ठुलो भोटी ल हेरौँ साथी यस्तो लेउमा कहाँ देखिन्छ झ्याप्प अनि फेरि तिर हान्ने मान्छेले यस्तो बगान हान्छ क्या फेरि यति चाहिँ देखि भेटिसक्यो है लगभग आधा किलो हुन लागिसक्यो साथी हो बाम यहाँ हेर्नु नि त ए बाम बाम है यो चाहिँ देखियो कि नै बामलाई यार ए बामे गयो बाम बाम भन्नाले पानी साँप हो त्यो अब बाम भन्न पाइयो नभेटेपछि त्यसलाई पनि हेरौँ साथी यस्तो लेउमा चप्केर बस्यो यस्तो लेउमा चप्केर बस्छन् भोटीहरू के भन्नु भयो नि फेरि गाह्रो छ माछा खोज्न नि गाह्रो छ है साथी हो रातिको 9 बजिसक्यो यसलाई नि हान्न यहाँ यस्तो दामी ठाउँमा नुकेर बस्ने उसहरू उके त्यहीँ अगाडि के माछा त्यहीँ त सर्व पनि यस्तो मजाले हिँड्छ लायो तर उतै छ त उल्टिसक्यो सर्व त गयो आफ्नै तालमा सानोहरू भन बच्चा थियो देख्नु पनि साथी यस्तो दामी दामी देखिन्छन् सर्व पनि राति डरै छ नि यार मार्न पनि एउटा उहाँ बस्यो चिटिक्क लाएर सानो माछा कति हो टाउको हेर्छ खायो यसले नि देखाउन मिलेर राखे नै घरिघरि त्यहाँ जता त सट्टीमा है साथी उहाँ छ ऊ त्यो डब्बा नि रह भोटी चलपल गरिसक्यो हिँड्नु त त्यो त यस्तो गहिरो रहेछ कि यहाँ फेरि पानी त्यो के हो उता कुनामा भोटी सोटी छैन हो त्यो ढुङ्गाको साइडमा हेर्दा न यता अलि यताको होइन रहेछ ल साथी यहाँ भोटी हान्न जाँदैछ मेरो साथी यस्तो लाएर छटपट्टि हेर के भन्नु 2 चोटि हान्न परिरहेको आज तिर बाङ्गो भएर 2 चोटि 3 चोटि हान्न परिरहेछ है अब चाहिँ झोलमा प्याकिङ हान्दिउँ यस्तो ल्याउँछ कि यस्तो ल्याउँछ कि उताबाट गएर हान्छु त्यहाँ हेर्छ जा म हेर्छु हेरौँ साथी हो उहाँ हौ भोटी अगाडि गयो अगाडि लेउमा यहाँबाट देख्यो होइन है यता लेउमा है अगाडि हते लेउमा के हते अगाडि अझै अगाडि हत्या हेर त ऊ हते अलिअलि देखियो कि हते त हतै ऊ के त्यहीँ हो त त्यहीँ हो कि लाइट अलिक पछाडि हतै लाइटमा हेर त ओ तेरी छटपट्टि त ओ गौ कुनामा नुक्न गयो त कुनामा गयो नुक्न छटपट्टि है एकचोटि लाएर है भोटीमा फेरि छटपट्टि यस्तो तिरबाङ्गो ल्याएर गर्दाखेरि आज बहुत झ्याउ भइरह माछा छटपट्टि नि
भइरह यहाँ पनि छ एउटा हेर त ए एउटा यहाँ त्यहाँ त्यहाँ एउटा छटपट्टि राख के एउटा त्यहीँ लेउमा थियो के अरे यहाँ एउटा यहाँ बोरानिर क्या फिलिक 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 गरिरहेको ओहो अगाडिको बोरानिर त्यो सिधा सिधा क्या त्यहाँ त हो त्यहाँ ल ल निस्किहाल यहाँ ल लाएर निस्किन्छ लो त्यही भित्रै टाँसियो कि भोटी पनि अगाडि यस्तो झाडीहरू ल्याउँ यहाँ अगाडि पुगिसक्यो त्यहीँ देखिरहेको त छोपै छोप्दै पानीबाटै छ त्यसलाई कन्फ्युजन भएको मलाई बाबु यो पनि समात्यो है यति चाहिँ मारिसक्यो छ त त्यसलाई नि ठोक्न ठुलै रहेछ त ठुलै रहेछ साथी हो कहाँ छोडिन्छ र त्यसले त आजको हाम्रो माछा आधी किलो त छ आधी किलो जति त मारियो सो अब चाहिँ हाम्रो माछा मार्ने उस पनि भ्याइयो अब रात पनि बहुत भयो अब चाहिँ हामी निस्किन्छौँ घरतिर तपाईँलाई घर पुगेर माछा राम्ररी थालमा राखेर देखाउँछौँ है त